नायक प्रदीप खड्का र अर्का नायक अनमोल केसी अब एउटै चलचित्रमा देखिने भएका छन्। एकअर्कालाई प्रतिस्पर्धा मान्दै आएका नेपालका दुई नायक प्रदीप खड्का र अनमोल केसीलाई एउटै चलचित्रमा हेर्न नेपाली दर्शक पनि हतारिएका छन्। वास्तवमा अनमोल र प्रदीप कुनै सार्वजनिक स्थलमा एकसाथ देखिदा समेत एकअर्कालाई देखेर पनि नदेखे जस्तै गरेर हिँड्ने यी दुई अभिनेताले एकसाथ कसरी काम गर्लान् भन्ने प्रश्न यति बेला रहेको छ। तर पनि मान्छेले चाहे जे पनि हुन्छ भने चाहिँ यो कुरा पनि सम्भव छ। भारतीय निर्देशकको निर्देशनमा बन्ने नेपाली फिल्ममा अनमोल केसी र प्रदीप खड्काका साथमा नेपाली अरू थुप्रै कलाकारहरूको अभिनय रहने बताइएको छ। तर फिल्ममा काम गर्नका लागि प्रस्ताव गर्दा अनमोललाई प्रदीप तथा प्रदीपलाई अनमोलको पनि अभिनय रहेको छ भनेर खुलाएको छ कि छैन भन्ने प्रश्न यति बेला रहेको छ। हुन त फिल्मका बारेमा अहिलेसम्म कुनै कलाकारले पनि आफ्नो अभिव्यक्ति दिएका छैनन्। तर अनमोल र प्रदीप एकसाथ एउटै फिल्ममा काम गर्ने कुरा भने सबैको चासोको विषय बनेको छ। यति बेला चलचित्रमा अनमोल केसी र प्रदीप खड्काका अलावा भुवन केसी, राजेश हमाल, अनुप बराल, दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, करिश्मा मानन्दर, रेखा थापा लगायतका कलाकारहरूको पनि अभिनय रहने बताइएको छ। फिल्मको छायाङ्कन मिति र शीर्षक अहिलेसम्म निश्चित भने भइसकेको छैन। तर फिल्म भने नेपाली र हिन्दी दुवै भाषामा बन्ने निर्माण पक्षले जानकारी दिएको छ।